हेलो गाइस, सो आज चाहिँ हाम्रो एउटा न्यू च्यालेन्ज भिडियो लिएर हजुरको समक्षमा आउँदैछौँ है। भ्लगिङ गर्दा गर्दा सायद तपाईँहरूलाई पनि अल्छी लाग्छ होला, समटाइम्स अलिकति न्यू पनि गरौँ भन्ने हिसाबले चाहिँ आज गेम च्यालेन्ज हस्बेन्ड एन्ड वाइफ लिएर आउँदैछौँ होइन। सो यो पजललाई उसले सल्भ गर्नुपर्ने हुन्छ, सल्भ गर्नु सक्यो भने 300 पाउँदैछ है त। सो आई थिङ्क तपाईँहरूलाई पनि यो गेम हेरेर केही न केही नलेज मिल्छ होला, केही न केही सिक मिल्छ होला। अनि तपाईँले पनि यसो घरमा तपाईँले यसो फ्यामिलीसँग इन्जोय गर्न सक्नुहुन्छ यस्तो गेमहरूमा। सो तपाईँलाई पनि केही कुरा नलेज होस् भनेर आज चाहिँ भ्लग नगरेर हामी यो गेम हजुरको समक्षमा लिएर आएको छौँ। सो हेर्दै गर्नु होला। सो गेम कस्तो हुन्छ, मन पऱ्यो भने लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। ओके, लेट्स स्टार्ट। ल, यो लाइनमा पनि 3 छ, यो लाइनमा पनि 3 छ, यो लाइनमा पनि 3 आउनु भएन, यो लाइनमा पनि 3 आउनु भएन, यो लाइनमा पनि 3 आउनु भएन, यस्तो पनि 3 आउनु भएन होइन। यसको यो मिल्नु भएन, लाइन मिल्नु भएन, अलग अलग यता मिल्नु भएन, यता मिल्नु भएन, यता मिल्नु भएन, यता मिलेन, यता मिलेन, त्यस्तो बनाउन सक्यो भने 300 एज अ प्राइस तिमीले पाउँछौ। कप चाहिँ हरेक बक्समा चाहिँ लाउनु पर्यो, पर्दैन? हरेक बक्समा लगाएर रो चाहिँ आउनु भएन, यसरी लाइन मिल्नु भएन, बुझ्यो नि कुरा। यस गाइस, हेरौँ अब उसले आजको गेममा कतिको दिमाग लगाउँछ। दिमाग लाउने काम चाहिँ फेरि साह्रो छ। ल यसलाई यहाँ ल्याउँछु। ओके ओके, न त यता लाइन आउनु पर्यो, न यता लाइन आउनु पर्यो, न यता लाइन, न यता लाइन, कहीँ पनि यहाँ त आएको छैन नि त, लाइन आएको छैन। यस, यता आइरहेको छ, त्यता आइरहेछ है। यस, यता लाइन आयो, यता पनि आउनु भएन, यहाँ राख्दा पनि आउने रहेछ यता लाइन। यस, यता अब आइगयो। दिमाग लगाउनुपर्छ क्या, एकदम इजी छ 300 को लागि गाइस। कसरी चाहिँ गर्छ हौ? यहाँ पनि आयो है, यहाँ पनि आयो, यहाँ पनि आयो नि। त्यो त यहाँ राख्दा पनि आउँदैछ, त्यहाँ त यस आयो नि झन्, यहाँ पनि आयो, कहीँ पनि आउनु भएन है। यहाँ मिलेको छैन है लाइन है। यस 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 यस, यहाँ मिलेको छ। अलिकति बुद्धि लगायो भने मजाले हुन्छ। बुद्धि लाग्यो फाइनली, बुद्धि लाग्यो यो चाहिँ दामी। जे होस्, बुद्धि लाग्यो चाहिँ ओभर दामी। कहीँबाट पनि छैन लाइन, यहाँबाट पनि छैन, यहाँबाट पनि छैन, यहाँबाट पनि छैन। यस, फाइनली उसले यो पजल चाहिँ सल्भ गरी छाडे गाइस। जे होस्।